सम्पूर्ण साथीहरूमा नमस्कार। नेपाल प्रहरीले भर्ना सम्बन्धी सूचना निकालेको छ र मिति 2082 12 महिना 20 गते चाहिँ नयाँ भर्नाको लागि सूचना निकालेको छ। प्राविधिक समूह नेपाल प्रहरीमा प्राविधिक समूहको उपसमूह विभिन्न उपसमूहहरूमा प्रहरी जवानदेखि प्रहरी सहायक निरीक्षक, प्रहरी नायब निरीक्षक, प्रहरी निरीक्षक र प्रहरी उपरीक्षक अथवा चाहिँ प्रहरी जवान, असै, सही, इन्सपेक्टर र डिएसपी प्राविधिक तर्फको चाहिँ भ्याकेन्सी खुलाएको छ र यसको लागि चाहिँ तपाईँहरूले चाहिँ फर्म भर्नका लागि चाहिँ प्रहरी जवानको लागि चाहिँ 7वटा प्रदेशको प्रदेश तालिम केन्द्र र 77वटै जिल्ला प्रहरी कार्यालयमा चाहिँ तपाईँहरूले चाहिँ फिजिकल्ली रूपमा चाहिँ उपस्थित भएर फर्म भर्न सक्नुहुनेछ भने चाहिँ प्रहरी सहायक निरीक्षकदेखि प्रहरी नायब उपरीक्षक प्रहरी असैदेखि डिएसपी सम्मको लागि चाहिँ तपाईँले अनलाइनबाट चाहिँ फर्म भर्न सक्नुहुनेछ र फर्म भर्ने मिति भनेको चाहिँ तपाईँको प्रहरी सहायक निरीक्षकदेखि प्रहरी नायब उपरीक्षक अथवा असैदेखि डिएसपी सम्मको लागि चाहिँ मिति 2082 12 महिना 25 गतेदेखि 2083 1 महिना 14 गते अथवा वैशाखको 14 गतेसम्म चाहिँ तपाईँहरूले नेपाल प्रहरीको वेबसाइटमा गएर ओआरएमएस अनलाइन माध्यमबाट चाहिँ असैदेखि डिएसपी सम्मको फर्म भर्न सक्नुहुनेछ भने प्राविधिक प्रहरी जवानको लागि चाहिँ 82 12 महिना 26 गतेदेखि 83 अथवा वैशाखको 31 गतेसम्म चाहिँ बिहान 10 बजीसम्म चाहिँ सार्वजनिक बिदाको दिन बाहेक 7वटा प्रदेश तालिम केन्द्र र 77वटै जिल्ला प्रहरी कार्यालयमा चाहिँ तपाईँले चाहिँ फिजिकल्ली उपस्थित भएर चाहिँ फर्म भर्न सक्नुहुनेछ है र त्यसै गरी चाहिँ विभिन्न प्राविधिक प्रहरी नायब उपरीक्षक प्रनानी र प्रशासनीको कुन कुन उपसमूहमा चाहिँ कति सङ्ख्यामा भ्याकेन्सी खुलाएको छ त यो हेर्न सक्नुहुन्छ। जस्तै सुरुमा चाहिँ 1 नम्बरमा सूचना प्रविधि निर्देशनालय आइटी तर्फ चाहिँ तपाईँको जसले चाहिँ आइटी पढ्नु भएको छ आफ्नो योग्यता अनुसार तपाईँहरूले फर्म भर्न सक्नुहुनेछ। जस्तै इन्सपेक्टरको लागि चाहिँ तपाईँले 4जना, एकजना खुल्ला यसरी चाहिँ विभिन्न समावेशी समूहमा हेरेर चाहिँ 4जना खुलाएको छ र प्रहरी नायब निरीक्षक अथवा सहीमा 7जना र असैमा 7जना खुलाएको छ। यो समावेशीतर्फ भयो। त्यसै गरी चाहिँ सञ्चार निर्देशनालय सञ्चारतर्फ चाहिँ तपाईँको आफ्नो योग्यता अनुसार तपाईँले चाहिँ 6जना इन्सपेक्टर, 5जना सही र 55जना है सञ्चारको असैमा है 55जना खुलाएको छ। त्यसै गरी चाहिँ भौतिक पूर्वाधार निर्देशनालयतर्फ चाहिँ जसले चाहिँ सिभिल इन्जिनियर पढ्नु भएको छ उहाँहरूले चाहिँ 1जना इन्सपेक्टर, 1जना सही, 1जना असै, 1जना हेर्नु चाहिँ सिभिल इन्जिनियरतर्फ 1जना भयो, इलेक्ट्रिकल इन्जिनियरको 1जना भयो, बिल्डिङ एन्ड आर्किटेक्ट यो पनि सबै इन्सपेक्टरको 1जना भयो। अनि बल्ल चाहिँ सही आर्किटेक्टको एकजना र सिभिलको 2जना खुलाएको छ। सवारीतर्फ इन्जिनियरिङतर्फ चाहिँ प्रहरी अटोमोबाइल 1जना, अटोमोबाइलको चाहिँ प्रशासनी 3जना खुलाएको छ भनेपछि हात हतियार मर्मत शाखातर्फ चाहिँ उपसमूह इन्जिनियरिङ हात हतियारतर्फ है प्रशासनी असैमा 3जना खुलाएको रहेछ। त्यसै गरी हेर्नुहोस् है केन्द्रीय विधि विज्ञान प्रयोगशाला उपसमूहतर्फ चाहिँ इन्सपेक्टरको 1जना भयो, इन्सपेक्टर रसायनतर्फ है बायोलोजी रसायन तर्फ चाहिँ 1जना खुलाएको छ भने सहीको लागि चाहिँ 2जना खुलाएको छ। प्रणानी रसायनतर्फ 1जनाको खुलाएको छ। विधि विज्ञानको हेरिसक्नुभयो। त्यसै गरी चाहिँ प्रहरी अस्पतालतर्फ चाहिँ है डिएसपी जसले चाहिँ डिएसपीमा भन्नको लागि चाहिँ तपाईँको योग्यता एमडी है एमडी अप्थल्मोलोजिस्टको उहाँहरूले चाहिँ एकजना खुलेको छ डिएसपीको। त्यसै गरी इन्सपेक्टरको हेर्नु होला यो सबै हेर्नु होला है तपाईँहरूले चाहिँ प्राविधिक प्रहरी जवानतर्फ है जवानतर्फ जो भाइ बहिनीहरू चाहिँ प्रहरी जवान प्राविधिकतर्फ चाहिँ आफूसँग विशेष स्किल छ भने चाहिँ यो प्राविधिकतर्फ चाहिँ आएर तपाईँहरूले नेपाल सरकारको स्थायी कर्मचारी भएर तपाईँहरूले चाहिँ नेपाल सरकारको सेवा गर्न सक्नुहुनेछ। जसको तर्फ चाहिँ सूचना प्रविधि आइटीतर्फ चाहिँ तपाईँको 15जना, भौतिक पूर्वाधार सिभिलतर्फ चाहिँ 27जना भयो, सवारी महाशाखा अन्तर्गत 39जना भयो होइन, केनाईतर्फ चाहिँ जो डग ह्यान्डलिङ 29जनाको खुलेछ। त्यसै गरी हात हतियार मर्मत शाखा 2जना खुलाएको छ। नेपाल प्रहरी अस्पताल अन्तर्गत चाहिँ 23जनाको। त्यसै गरी चाहिँ नेपाल प्रहरी सङ्गीत विद्यालय है जो साथीहरू चाहिँ बाजा बजाउने होइन विभिन्न सङ्गीत सम्बन्धी चाहिँ तपाईँ चासो छ भने चाहिँ यसको लागि 63जनाको खुला छ। त्यसै गरी सञ्चार निर्देशनालयतर्फ चाहिँ 280जनाको चाहिँ सञ्चारतर्फ खुलाएको छ। है दरखास्त दर्ता मिति भनेको यो मैले भनिसकेँ तपाईँको असैदेखि डिएसपीसम्मको लागि चाहिँ 2082 चैतको 25 गतेदेखि तपाईँले 83 वैशाखको 24 गतेसम्म चाहिँ अनलाइनबाट चाहिँ फर्म एप्लाई गर्न सक्नुहुनेछ भने प्रहरी जवानको लागि चाहिँ मिति 2082 चैतको 26 गतेदेखि 83 वैशाखको 31 गतेसम्म 10 बजेसम्म
सम्म चाहिँ तपाईँहरूले चाहिँ फिजिकली उपस्थित भएर साथसाथै प्रदेश प्रहरी तालिम केन्द्र र 77 वटा जिल्ला प्रहरी कार्यालयबाट तपाईँले चाहिँ फर्म भर्न सक्नुहुनेछ। दरखास्त सङ्कलन वितरण तथा दर्ता हेर्ने स्थानहरू भनेको छ अनलाइन माध्यमबाट यो चाहिँ हेर्नु होला है। तपाईँले चाहिँ इन्जिनियरिङ सूचना जस्तै यो तपाईँले चाहिँ कुन समूहमा भर्नु हुनुहुन्छ तपाईँले चाहिँ केही यो सम्बन्धी केही जानकारी भएन अथवा फर्म कसरी भर्ने अर्थात् यसमा केही जिज्ञासा छ भने चाहिँ तपाईँले चाहिँ जस्तै इन्जिनियरिङ सूचना प्रविधितर्फ चाहिँ तपाईँले यो नम्बरमा फोन गर्न सक्नुहुनेछ भने एक्सटेन्सन चाहिँ यो रहेको छ। त्यसै गरी सञ्चारको सबैले चाहिँ आफ्नो आफ्नो समूहमा आफूले कहाँ चासो लाग्छ यसरी चाहिँ हेर्न सक्नुहुनेछ तपाईँहरूले विधि विज्ञानको हो। त्यसै गरी प्रहरी जवानको है प्रहरी जवानको कुन कुन ठाउँबाट चाहिँ तपाईँले चाहिँ सम्पर्क कहाँ कहाँ जस्तो तपाईँको कहाँ छ नजिक त्यही सम्पर्क गर्ने भनेको कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरको अनि यसरी गरी चाहिँ राजविराज सप्तरी दुरौली गण्डकी पोखरा कास्की बुतवल रूपन्देही नेपालगञ्ज डिफाइल लोती काठमाडौँ ललितपुर भक्तपुर है र 3वटा जिल्ला पनि एक्स्ट्रा छ है जिल्ला प्रहरी कार्यालय सबै तपाईँले चाहिँ आफूले जहाँ नजिक हुन्छ त्यहाँ फिजिकल्ली उपस्थित भएर तपाईँले चाहिँ फर्म भर्न सक्नुहुन्छ प्रहरी जवान पदको लागि। त्यसै गरी दरखास्त दस्तुर चाहिँ प्राविधिक 2000 रुपियाँ चाहिँ तपाईँको प्रहरी नायब उपरीक्षक डिएसपीको छ भने चाहिँ तपाईँको समूहमा दरखास्त उम्मेदवारहरूको चाहिँ तपाईँको 20% रु 400 का दरले दस्तुर लाग्नेछ है। एकभन्दा बढी समूहमा दरखास्त दिइराखेको चाहिँ तपाईँको 20% लाग्नेछ है। तपाईँको यो यो हेर्नु होला तपाईँहरूले चाहिँ प्रहरी निरीक्षकको 1200 यसरी चाहिँ सबै हेर्दै जानु होला। उमेर हद है उमेर हद चाहिँ तपाईँको प्रहरी जवानको चाहिँ 300 छ है 300 छ 300 फर्म भर्नलाई चाहिँ 300 रुपियाँ लाग्नेछ र तपाईँले चाहिँ जस्तै आदिवासी जनजाति मधेसी महिलाबाट भर्नुहुन्छ भने चाहिँ एउटा समूहको चाहिँ 60 रुपियाँ लाग्नेछ। उमेरको हद भन्नुपर्दा चाहिँ डिएसपी अथवा प्रहरी प्राविधिक प्रहरी नायब उपरीक्षकको लागि चाहिँ 23 वर्ष पुरा भएर 35 वर्ष ननागेको छ भने चाहिँ इन्सपेक्टरको लागि चाहिँ 20 वर्ष पुरा भएर 32 वर्ष ननागेको है प्राविधिकमा 32 वर्ष ननागेको। त्यसै गरी चाहिँ प्राविधिक प्रहरी नायब निरीक्षक सहीमा चाहिँ 18 वर्ष पुरा भई 30 वर्ष ननागेको हुनुपर्नेछ भने प्राविधिक प्रहरी सहायक निरीक्षकमा 18 वर्ष पुरा भई 28 वर्ष ननागेको है 28 वर्ष प्रहरी सहायक निरीक्षकको 28 वर्ष ननागेको असै हुनका लागि यदि तपाईँ प्राविधिक प्रहरीतर्फ आउन चाहनुहुन्छ भने 28 वर्ष ननागेको हुनु पर्यो तपाईँसँग विशेष स्किल छ र प्रहरी जवानको 18 वर्ष पुरा भई 23 वर्ष ननागेको प्रहरी जवानको है। त्यसै गरी प्राविधिक प्रहरी नायब निरीक्षक र सहायक निरीक्षक पदमा खुल्ला प्रतियोगितामा भाग लिने प्रहरी सेवाका राजपत्र अनाङ्कित प्रहरी कर्मचारीहरूको हकमा 35 वर्ष ननागेको र आधारभूत तालिम लिएको हुनुपर्नेछ है। तपाईँ विभागीय हुनुहुन्छ भने चाहिँ 100 र 80मा फर्म भर्नलाई चाहिँ तपाईँको 35 वर्ष ननागेको हुनुपर्नेछ। बहालवाला श्रेणीविहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली 71 संशोधनको 40 बमोजिम 25 वर्ष ननागेको हुनुपर्नेछ कार्यालय सहयोगको हकमा है। आवश्यक न्यूनतम योग्यताहरू यो पढ्नु होला तपाईँहरूलाई चाहिँ के चाहिन्छ जस्तै अब माथिको चाहिँ नैतिक पत्र नलेखिने यो त अब त्यस्तो केही छैन तपाईँसँग चाहिँ राजनीतिमा जोडिनु भएको छैन केही तपाईँको चाहिँ त्यस्तो केसहरू केही छैन भने चाहिँ पुरुषको हकमा चाहिँ छाती घोतीमा 5 फिट 2 इन्ची र छाती 31 र फुलाउरो चाहिँ 33 50 केजी भयो। महिलाकोमा चाहिँ 42 केजी आँखा माइनस प्लस यो चाहिँ हेर्नु होला सबैमा चाहिँ र प्रहरी जवानको लागि चाहिँ तपाईँको यो माथिको हेर्नु होला भविष्य यो सेम भइहाल्यो। अब शैक्षिक योग्यताको कुरा गर्नुहुन्छ भने प्राविधिक प्रहरी निरीक्षक है इन्सपेक्टरमा चाहिँ तपाईँ आइटीको इन्सपेक्टरमा आन चाहनुहुन्छ भने चाहिँ कुन कुनले पाउँछ त भन्दा चाहिँ आइटी पढेको सबैले पाउने भयो है। आइटी पढेको ब्याचलर अफ द कम्प्युटर इन्जिनियरिङ भयो सफ्टवेयर इन्जिनियरिङ आइटी इन्जिनियरिङ वा सुसरहमा स्नातक गरेको जस्तै बिसिसिएस आइटी सिएसआइटी वा बिआइटी वा बिसिएले पाउने भयो। सहीमा चाहिँ मान्यता शिक्षण संस्थाबाट 3 वर्षै डिप्लोमा गरेको डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ गरेकोले पाउने भयो। प्राविधिक प्रहरी सहायक निरीक्षकमा चाहिँ तपाईँको प्रमाणपत्र तह उत्तीर्ण गरी तपाईँको चाहिँ 3 वर्ष 3 महिनाको तालिम गर्नुभएको छ भने कम्प्युटर इन्स्टिच्युटबाट तपाईँले +2 गरेर 3 महिनाको तालिम गर्नुभएछ भने चाहिँ तपाईँले असैमा दिन पाउनुभयो है। प्राविधिक प्रहरी जवानको लागि चाहिँ मान्यता शिक्षण संस्थाबाट तपाईँको चाहिँ एसइई अथवा एसएलसी पास उत्तीर्ण गरेर चाहिँ मान्यता प्राप्त तालिम संस्थाबाट कम्तीमा 1 महिनाको तपाईँले बेसिक तालिम गरेको छ भने चाहिँ जवानमा पाइहाल्नु भयो है। बेसिक तालिम 1 महिनाको चाहिँ 1 महिना तालिम गरेको चाहिँ प्रमाणपत्र हुनु पर्यो जवानको लागि। प्राविधिक प्रहरी निरीक्षकको लागि यो सञ्चारतर्फ के चाहिन्छ हेर्नु होला यसको भयो प्राविधिक प्रहरी निरीक्षकको लागि
यो चाहिँ सरर हेरेर जानु होला तपाईँहरूले चाहिँ के चाहिँ आफ्नो योग्यताहरू के छ त्यो हेरेर जानु होला है। चेन्नईतर्फ चाहिँ सबै तपाईँले पढ्नु होला अथवा चाहिँ नेपाल पुलिसको वेबसाइटमा गएर त्यहाँ पनि तपाईँले हेर्न सक्नुहुन्छ। यो चाहिँ सरस्वती मैले देखाइदिएँ अथवा म लिङ्कमा चाहिँ तपाईँहरूलाई चाहिँ यसको पिडिएफ राखिदिनेछु त्यहाँ क्लिक गरेर तपाईँले चाहिँ यो हेर्नु होला। यति भन्दै आजको भिडियो मैले यहीँ समापन गरेँ। कृपया यस्तै ज्ञानमूलक भिडियोहरू हेर्नका लागि यस लोकसेवा खुराक युट्युब च्यानललाई लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नुहोला। तपाईँको बाँकी पल शुभ रहोस्। धन्यवाद। नमस्कार। I know you told your friend you're not okay. And tell me what's wrong and why you never said you felt that way. And guess you're trying to stay strong and fake a smile until